घिमिरे पाडे सरको गर्न चाहन्छु। मेरी आमनी के साह्रो अल्छी लाग्यो है मलाई त। हुन त जाँगर पनि कहिले पो लाग्या थियो र। पोहोर चैता महिना एकचोटि उखर पात जाँगर चलेर आइराख्यो। खुप्पीका बाउले पाटा खुस्किन्जी दियो। अब त बुढो भयो, बल दिमाग सबै खत्तम भइसक्यो। हात पनि हात हड्डी खिएर बिरालोको खुट्टो जस्तो भइसक्यो। अब केही काम गरौँ भनेको डाइनी दिमाग नचलेको आज ठ्याक्कै 3 दिन भयो। के चाहिँ गर्ने होला है? अपो सोल्टे तिमी धेरै टेन्सनमा छौ जस्तो लाग्यो। तिम्रो लागि मिस्टर जिग्री अभिभाइ छ नि त। अनि त छस् र मेरो सबै समस्याको समाधान गर्छस् त? मात्रै भन न, तिम्रो लागि त भगवान बनेर आउँछ मिस्टर जिग्री। त्यसो भए मेरो कटेजको पाल टाङ्गेल न त। तिम्रो कटेजको पाल होइन सोल्टे। अब तिमीलाई नौटाले बिल्डिङमा राखिदिन्छु। डार्सेट सकेको नि। यति नै गर्न चाहे। कमेडी पनि राम्रो गर्नु हुँदो रहेछ कमेडी कलाकारहरूको एक्टिङ हजुर हैन। अहिले स्टेजमा चाहिँ यो गर्दाखेरि धेरै रुचाउनुहुन्छ। अब मेरो त आफ्नै क्यारेक्टर सर। म त फेरि मङ्गलगरमा बस्छु सर। इन्डियाको बेङ्गलुरुमा बसेर अष्टम पास गरियो। अष्टम माने तपाईँले थाहा छ सर? थाहा छैन। अटोमेटिक साइन्स टोटल्ली अप्सनल म्याथ पास गरेर म पृथ्वीमा बसिरहेको छु। मङ्गलग्रहबाट पृथ्वीमा म चिलको पुच्छर चढेर आउने गर्छु कि बेला बेलामा। पैसा भने टिसार पट्टा भने रहे जति पनि आन्छ। बेङ्गलुरुमा बसेर आइसी कमाछु यार है। पर्रा अनुसारको डर्रा निकालेर हाँसु भन्छु। मान्छे हाँसेको हाँसै छ। नहाँस्नेलाई फेरि दारा गएर मार्नु पर्ला हाँस भन्दाखेरि हाँस्छन् यार सर। मलाई देखेर त यस्तो पो छ त मस्त तरिकाले। होइन पहिले चाहिँ फिटिकै थिएन, अहिले पनि त्यति धेरै त छैन। त्यही पनि अहिले 2-4वटा कार्यक्रम चाहिँ घरकै फ्यामिलीलाई बसालेर नै सो गरेको हुनाले चाहिँ अहिले अलिकति रहेछ है अहिले भन्ने चाहिँ भएको छ। मेरो एउटा किडनी नै गयो। यति नै गर्न चाहे। म जाँदा जाँदै के भन्छु भन्ने पछाडि एउटा कलाकार बन्ने लहर ल्याएकोस्। अहिले धेरै ठुलो सपना पनि छैन। एउटा टेली सिरियलमा कुनै अलिकति चलेका दाइ दिदीहरूको साथ सपोर्ट पाइयो भने मैले पनि केही कुरा सिक्न सक्थेँ र आफ्नो प्रस्तुति पनि त्यहाँ दिन सक्थेँ। म चाहिँ आफ्नो गर्न सक्छु भन्ने आँट छ र नै यहाँ आएको हो। मैले जति 5-6वटा त मेरो आफ्नै क्यारेक्टर छन्। जस्तै अहिले मङ्गलेबान सुनाएँ, त्यो बाहेक अरू पनि मैले घण्टालाल, छिल्लर काका भन्ने मैले राखेको छु। 3-4वटा सिरियलमा पनि फरक फरक गेटअप मैले गर्न सक्छु। फरक फरक भोइसका साथ आफ्नै ओरिजिनलबाट पनि काम गर्न सक्छु। कहीँ कतै अब कथाले मागेपछि जोड दिन सकिन्छ कि भन्ने आशा छ। घण्टेलाल भन्नेको गर्छु। हजुर घण्टेलालको I am घण्टेलाल बाउ फरम घण्बिरेको I am एक्लोसन। दाइ मैले माया लाएर के पाएँ? धोका, ठक्कर, राति निन्द्रा छैन। त्यो भन्दा पनि ठुलोको कुरा दाइ च्यास लाएर शीतको तरिकाले पहिले म 4 थाल भात खान्थेँ, तर अहिले 1 चम्ची पनि खान सक्दिन। यो सबै मायाको कारणले हो भनेर बोल्यो भने अहिले त्यसले नोटिन्सिन नपिर्बिलिन किति भने त जतिन पाउँछ यार घण्टालालले। बाउ फरम घण्बिरेको आयो नि 1 रोशन पो हो त हे गर्ने यस्तो खालको छ। अनि अर्को मैले छिल्लर काका भन्ने पनि गराएको छु। हजुर त्यो चाहिँ ए बड्डा हामी त माथिबाट राङ्गा फैसी खोज्ने भनेर आएको। ए बड्डा यता कता पाउँछ भनेर आएको। यता त साउनीले त पुरै लुङ्गे उचालेर पचाले त बड्डा। अब त हामी गाउँै फर्किन। यताको राङ्गा फैसी फाप्दैन, कालै बुङ्गुर काटेर खानुपर्छ बड्डा। यो टाइपको छ। यति बेरसम्म हाम्रो दर्शकलाई हँसाउनु भयो, मनोरञ्जन दिनुभयो, आफ्नो प्रतिभा प्रस्तुत गर्नुभयो, त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। र हामी फेरि अर्को भिडियोमा सम्भव भएसम्म हजुरलाई अर्को सिरियलमा चान्स दिइसके पछाडि सुटिङ स्थलबाट
फेरि पनि तपाईँको अर्को इन्टरभ्यू ल्याउने बाचा गर्दै अहिलेलाई पनि हामी कार्यक्रमबाट छुट्टिन्छौँ। यति जेलसम्म समय दिनुभयो त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।